Guys, welcome back to my another video and I hope सबैजना सधैँ आराममा हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन नै छु। सो गुड मर्निङ सबैजनालाई। है अब चाहिँ हाम्रो मकै भाँच्न रेडी भइसकेका छन् यो पटाको हैन यो खेतको। टक्क हिजो चाहिँ भिडियो अपलोड भएन किन त्यसको लागि सरी भन्न चाहन्छु। अब नेटै प्रब्लम छ गाउँघरमा यस्तै हो नेटको प्रब्लम भइ नै रह्छ। आज चाहिँ आउँछ होला भन्ने लाग्छ कि आज नि नेटको प्रब्लम भयो भने चाहिँ आउन सक्दैन। आउँछ केही दिनमा अन्त आउँछ फेरि हैन टक्क लाएर फेरि मजाले अब चाहिँ हामी मकै भाँच्न जान लाग्यौँ। बाजे म अनि बहिनी जान्छ मलाई हैन बाजे। अनि त्यसपछि चाहिँ टक्क मेरो ज्याकेट गयो बाजे। ए ओ भयो बेटा ज्याकेट अब यो ज्याकेट बाजेको हैन अब तलैसम्म पुग्छ त्यही भएर लगाउनु पर्यो मलाई। अब चाहिँ हामी मकै बारीमा जान लाग्यौँ। त्यहाँको त्यो हटाउनु होला है बाजे। हो त्यो हो त्यही भएर अनि मजाले फेरि मकै भाँच्ने हो। आज त्यो ठुलो पाटा सकिएपछि यो पाटाको माथि पाटाको नल फान्ने हो। त्यस्तै प्लान गरेको छु मैले हैन। नल फान्ने बहिनी र म अरूले चाहिँ मकै उडार्छन्। हामी चाहिँ नल फान्नेमा लाग्ने छौँ भन्ने मेरो योजनाकारी छ। हो कि न नानी? त्यसैले गर्दाखेरि अब हामी चाहिँ मकै भाँच्नतिर लाग्छौँ है। बाई बाई सेयो बाजेर मैले ल्याइसक्यौँ एक ढोका। अब बारीमा लास्टै मकै ढलेको छ यार बर्बाद मकै ढलेर हैरान गरेर एक किसिममा यतिखेर पर्सम्म पुगिहाल्ने भन्न नमिल्ने त त्यही तर लास्टै ढलेका छन्। बर्बाद हुने होला छ आज दिनभरिमा खतम हुने होला छ। सक्यो जसरी सक्नै पर्ने छ आज टक्क मजाले सक्नु पर्ने छ। यिनी लै मकै पनि लास्टै ढलेका छन् के गर्ने होला। यिनी लै यहाँ त के सिमिति पुराछि यो कान्छीले सिमिति पुराछि रे नि कान्छी रोस यस्तो ढलेको छ। अब कस्तो टिप्ने यार मलाई त बडो त्यही माथि झन् अग्ला छ नि ढल्याएको बडो गजब छ बडो अजिब छ यार उता ढलेको भेटा भेटेर पछि नल फान्ने बेला देखिहाल्छ नो टेन्सन। तर सकेसम्म अहिले सक्नु पर्यो। अरू यहाँसम्म भाँचेको थियो मैले भाँचे छन् जस्तो लागिरहेको छ। डल्लो गएर टिप्न पर्यो नि होइन गाह्रो छ गाह्रो यस्तै उकालोमा बेच्नु बोक्नुपर्छ टेने लाएर एकदमसँगले मकै पिछाडामा छ बोक्ने हो हिँड्ने हो एकदमसँगले होइन। काँक्रा भेट्यो हरि च्वाक परेको काँक्रा भेट्यो। अर्को काँक्रा पनि छ यहाँनिर है। सब चिचिन्ना कुदिन्दाहरू मकै भाँच्दैछ मजाले होइन। अबको 1 घन्टाभित्र सकिन्छ होला भन्ने मलाई लाग्छ कि होइन। यसलाई फुक्न आउँछ भने फुकिदिनुहोस् रे। गोली खाएको त्यो गोली त्यो जमानामा त्यो काँक्रा र मकैको बिच फाइट हुँदाखेरि गोली खाएको अरे त्यसले बाँच्या छ अझै त्यसले। गोली खाएर सुत्या मान्छे बाँच्छ टिप मकै उडा के भन्छ भाँच मकै भाँच यस्तै भाँच्ने यस्तै हाल्ने। ए गाइस अब चिसो खाऊ काँक्रा अचारमा लटारी यस्तरी टक्क खोर्सानी बासमती एकदमसँगले खोर्सानी बासमती पिरो बहुत मिठो छ चिसो खानु चिसो देशले चप्पा रहेछ हाम्रो आमा छोरालाई यो मिस्टी बनाएको छ मलाई
ल है त गाइस अब मकै भाँच्नेको अन्तिम चरणतिर आइसकेको छौँ हामी यो लग्छु अनि अर्को आएपछि चाहिँ सकिन्छ होला मेबी थोरै छ अब जाँगरै लागेको छैन यार अघि मेरो एकछिनमा अहिले फेरि लास्ट पुरै जाँगर लाग्छ नि होइन आम्मा डरो थाप्ला पो डुब्छ त है गाह्रो छ देशमा काम गर्नलाई यहाँ मेहनत बढी गर्न पर्छ अहिले हाम्रो मकै झन्डै झाक्यो म कहाँ हो भित्तामा अब त्योदेखि निकाल्नु पर्ने हुन्छ हामीलाई होइन हामीलाई भन्दा नि मलाई माक्री निस्क्यो यार ओए मोबाइल जाक्केला र खटमला फेरि त्यही छ फेरि मकै हाम्रो यदि भइसकेको छ है गाइज खाऊ रे म खान्छु सिस्ना र ढिरो पावर 24 आवर सबैलाई खै बहुत मिठो छ यार सिस्ना र ढिरो खाऊ अचार यहाँ भन्छ है अचार बहुत मिठो छ सिस्ना ढिरो बाजे आउनुभयो भर्खर टिमर फाइनली गाइस मकै भाँचेर सकियो बल्ल छुलपाटाको सक्यो अब फेरि खानासाना खाएर यो उडार्ने हो अहिले टाइम अब हातमुख धुन जाने हो त्यसपछि खाना खाएर चाहिँ उडार्ने हो जति सकिन्छ उडार्ने हो होइन त्यसपछि फरेर माइलो गाड्न पर्ने हो होइन सो फाइनली गाइस मैले अब हल्का हातमुख धोएर नि हल्का कपाल पनि धोएर भनौँ न कपाल पनि धोएँ हातमुख नि धोएँ होइन टक्क लाएर अब चाहिँ घरतिर निस्किँदैछु माक्री यार मेरो कपाल झरेर हैरान छ यहाँ आगोदेखि भाँचिन अस्ति आगोदेखि 4-5 दिन धोक्यो सायद त्यस्तै भयो होला टाउको मारेर नहाँच्छ फेरि जिउ त नहाँसेर जिउ त दिउँसो नआउनु कुरो होइन राति हो डल्लै यहाँ त फेरि ल खानासाना खाने हो त्यसपछि मकै उडाल्ने